बेनीसम्म चाहिँ हामी यो गाडीमा जान्छौँ है। त्यसपछि अनि अर्को गाडी चेन्ज गर्छौँ। सिट चाहिँ यहाँ छ, मेरो साथीजी हो भाइ। 7 बजे अब हाम्रो गाडी हिँड्न लाग्दैछ। कमाल भइरहेछ केटा? भइरहेछ। गुड छ ल, गुड। 11 घन्टाको यात्रापछि बेनी बजार आइपुग्यो। ठ्याक्कै 7 बजे साथी हो, बेनी बजार आइपुग्यो। हामी टाढा चाहिँ हिँड्दै आयौँ बेनीदेखि गलेश्वर धाम चाहिँ। हाम्रो एकजना साथी चाहिँ बाइकमा आउँदै हुनुहुन्छ। गलेश्वर धाम घुम्दैछौँ। एउटै चट्टानमा बनेको मन्दिर हो यो। सब चट्टान छ यहीँ। उता गलेश्वर मन्दिर। 10:30 भयो। हामी अहिले तातो पानीमा छौँ। हामीले गाडी रिजर्भ गरेर चाहिँ यो हो। यो चाहिँ अब यहाँ हुमखोला जान्छ। हाम्रो ब्यागहरू पछाडि छ होइन। ड्राइभर चाहिँ अहिले खाना खाँदैछ यहाँभित्र। हाम्रो टिम मेम्बरहरू चाहिँ यहाँ हुनुहुन्छ है। ल बाटो अब यतातिर र छुट्टियो है त। बाटो चाहिँ एकदमै अफरोड छ है साथी हो। बाइकमा आउनलाई नसोचे पनि हुन्छ बाटो। बाटोमा देखेको झरना हो, एकदम दामी रहेछ। यहाँ हाम्रो मामाश्री झरनातिर गइसक्नुभयो फोटो खिच्नलाई, भिडियो खिच्नलाई। फाइनली 1:30 बज्यो। हुमखोला भन्ने ठाउँ आइपुग्यो। ल खतरा ठाउँ छ हो यो त। जताततै पहाड होइन। ट्रेकिङ सुरु भइसक्यो हाम्रो। 1:30 भयो, हुमखोला आइपुग्यौँ। कोही मेम्बर त अगाडि पछाडि हुनुहुन्छ, आउँदै हुनुहुन्छ। कोही मेम्बरमा अब त यता माथि पुगिसक्नु भयो। ल बाटोमा हेर्दै जाँदा चाहिँ यस्तो दामी ड्याम पनि छ। नाचुचे ढुङ्गा, यस्तो ढुङ्गा पनि देख्न पाइन्छ है बाटोमा। गाह्रो हो। बिस्तारै सबैजना आउँदै हुनुहुन्छ। थकेला हो माइजूलाई थकेला हो कि? बाटोमा यस्तो बहल ठाउँ पनि देखिन्छ।
बाटो यस्तो छ। 3 बज्यो हिँड्दैछौँ हामी। सन्धि खर्क गरेर बस्ने भनेको आज। लेट्स सी के हुन्छ। अरू ग्रुपहरू पछाडि नै हुनुहुन्छ। हामी अङ्कल र म चाहिँ आउँदैछौँ है। हेरौँ आजको बास कहाँ पुगिन्छ। झर्नाहरू टन्नै छ है। 3:30 भयो। तीन 40 भयो। हामी पुत्ते वाटरफल भन्ने ठाउँमा आइपुग्यौँ। यस्तो बवाल छ कि साथी हो। ल सन्धि खर्क होटल एन्ड टेन्ट हाउस भनेर भन्यो। यही हो कि जस्तो छ सन्धि खर्क भनेर आउन चाहिँ यस्तो टेन्ट सेन्ट छ गाइज। बल्ल बल्ल 1 घन्टा यहाँ बस्दा भन्दा हाम्रो फाइनली आजको क्वार्टर 6 जनाको लागि अक्सिजन पुग्छ। यही हो। यहाँ भाडा भए 2 जना अट्न पनि गाह्रो हुने ठाउँ हो यो। तर के हो नभएपछि यस्तै हो होइन। ल आजको हाम्रो घर सन्धि खर्कको यो हो है त। ल हेर्दाखेरि यत्रो सानो घर छ गाह्रो छ। ल हामी यति सानो घरभित्र पनि चिया पकाएर खाँदैछौँ है। फाइनली ब्ल्याक टी पनि पकाइयो खाएछौँ यी। यस्तो हुसु लागिरहेको चाहिँ चिया कस्तो भयो त? मिठो कफी झन् मिठो। गुड मर्निङ। आज डे 2। आज हामी यहाँ सन्धि खर्कबाट 7 बज्यो। अब यहाँबाट हामी माथि पञ्चकुण्ड भएर बस्ने भन्ने प्लान छ। जाडो एकदमै छ। बाटो त्यस्तै हो। यहाँ एकदम हलिने पुल रहेछ क्या यस्तो खालको है। ल गुड मर्निङ। ल हिँडौँ ल। ठ्याक्कै 8 बज्यो। 1 घन्टाको हिँडाएपछि सन्धि खर्कबाट सन्धि खर्कबाट यहाँ गुफा फाँट आइपुग्यो। अब हामी यहाँ ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि माथि लाग्छौँ। यहाँ चाहिँ यस्तो छ टी हाउसहरू है। गाइजहरू अब हामी अहिले 8:40 भयो। गुफा फाँटबाट ब्रेकफास्ट गऱ्यौँ, चिया बिस्कुटहरू खायौँ। अब हामी हिँड्दैछौँ। आज हाम्रो हिँडाइ चाहिँ यहाँबाट अब सिधै माथि बेस क्याम्प नै पुगेर फर्केर फेरि यहीँ आउने भन्ने कुरा भइरहेछ। हेरौँ अब के हुन्छ। अब मासतिर एकदम चिसो हुन्छ। मासतिर बस्नुभन्दा यतै बस्न सजिलो हुन्छ भन्ने कुरो गरे यहाँ घर आएको भाइ बहिनीहरूले। त्यही भएर अब हामी ब्यागहरू चाहिँ 2-3टा ब्यागहरू चाहिँ छोडेर हिँड्यौँ। अरूबाट 2टा ब्याग बोकेका छौँ। ल यो चाहिँ स्काई केभ है साथी हो। यस्तो भङ परेर छ। अहिले थकाइ लगाइरहेको छ। माथि जान अलिकति अल्छी लाग्यो। 500 मिटर भने यत्रो कले हिँडेर जानु होइन। हामी यहाँ छौँ है। यो चाहिँ रेड वाटरफल भनेर भने रेड चाहिँ देखा होइन। सायद बिहान सनराइज हुँदाखेरि यहाँ पर्ने भएर रातो देखिने भएर त्यो भनेको होला होइन। त्यही भएर अहिले रेड चाहिँ छैन साथी हो। ल 9:45 भयो। हामी अझै हिँड्दैछौँ। बुस्किट मेला भन्ने ठाउँ आएको छैन अझै। अब ब्याकग्राउन्डमा तपाईँले हिमाल देख्नुहुन्छ है। यता हिमाल, यता पनि हिमाल। यहाँ चाहिँ अलिकति घामले अलिक टल्क्यो होला होइन। यो चाहिँ बबाले छ है, बबाले।
10 बज्यो बुस्टर मेला आयो है। हामीलाई त्यो सन्धिखरबाट यहाँ आउन 3 घन्टा लाग्यो। बिहान 7 बजी हिँडेको 3551 को हाइट छ। यहाँ नि टी हाउसहरू बस्ने ठाउँहरू छ। माथि हिमाल यहाँ टी क्याम्प। यो चाहिँ बुस्के मेला। अब हामी यहाँबाट लाग्यौँ है। यहाँ चाहिँ टन्नै क्याम्पहरू रहेछ, टेन्टहरू। यहाँ पछाडि ब्याकग्राउन्ड यस्तो दामी हिमाल देखिन्छ। टेन्टै टेन्ट छ यहाँ चाहिँ। भाइ के छ खबर तेरो? ठिक छ? मजा आइरहेछ? ल बिस्कुट मेलाबाट 15 देखि 20 मिनटमा यो धर्मशाला भन्ने ठाउँ आउँदो रहेछ। ल यहाँ हामी धर्मशालामा आएर अब ब्रेकफास्ट फेरि अर्को लटको ब्रेकफास्ट गर्न लाग्छौँ। यहाँ भन्दैछ यो चाहिँ कोही यहाँ छौँ, कोहीमा सुतिरहनु भएको, कोहीमा हाँस्दै हुनुहुन्छ, कोही पानी भर्न जानु भएको। ल है धर्मशालाबाट खाजा साजा खाएर हिँड्दाखेरि 11 बज्यो। अब हेरौँ कति बज्छ माथि पुग्दा। जताततै हिमाल देखिन्छ। यहाँबाट देखिन्छ। यहाँ अर्को छ है। यो हिमाल चाहिँ जति माथि आए त्यति पर जान्छ भनेको अचम्म छ। हिँडेको हिँड्नै छौँ है, तर पनि अब उताबाट देखाए नजिकै देखाएको थियो, अब नजिकै देखिन्छ, तर जति गए पनि पुगिँदैन नि। साथीहरू चाहिँ खै कहाँ हो अलिक स्लो हिँड्छ नि, त्यही भएर मैले छोडिदिएर आएँ अहिले। हिमाल देखिन्छ है साथी हो। ठ्याक्कै 1 बज्यो। आउन चाहिँ आइयो साथी हो होइन। कहाँ आइयो भन्ने कुरो चाहिँ अहिले बोर्डमा हेरेपछि थाहा हुन्छ। 4000 को हाइटमा आइयो। 4060 मिटरको हाइटमा आउन चाहिँ आयो साथी हो। अब धेरै नजिक छ। कुण्ड यहाँ लगभग देखिसक्यो होइन। बवालै छ कुण्ड, पञ्चकुण्ड लेक। ल 1 बजेर 1 मिनट भन्दा आइपुग्यो पञ्चकुण्ड धाम। 4050 मिटर। फाइनल्ली आइपुग्यो है साथी हो। यहाँ टेन्टहरू होटलहरू राम्रै रहेछ। पञ्चकुण्ड लेक यही हो साथी हो। बवाल छ। 4060 को मिटरको हाइटमा छ हामी।
स्टार्ट भएको रहेछ है साथीहरू। यहाँबाट बग्दै 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 गएको छ है यो तालबाट। यता पारिबाट देखेँ होइन, म यता पारिबाट देखाउँछु है। यहाँ नि कहाँ पुग्दो रहेछ हेर्दै जाउँ न यो बाटो पनि। अझै यहाँ परसम्म पनि छ छन चाहिँ कति परसम्म जाने भन्ने कुरा हो। त्यहाँनिर त चाहिँ जान मलाई मन लागेन। अन्नपूर्ण दीप धाम रे यो चाहिँ। हजुर साथी अघि पारिबाट नि देखायो भ्यू। अब यता वारीबाट नि हेर्नुहोस् टिकटक भ्यू यहाँदेखि छ होइन। त्यहाँ बेस क्याम्प भएर ल गाइजहरू 3 बज्न लाग्यो। 1 बजे आएको 2 घन्टा भयो यहाँ बसेर फोटो सोटो भिडियो सिडियो खिच्यो। अब हामी यहाँबाट निक्लिन आएको किनभने हाम्रो ब्याग साइडबाट तल है। अनि अब मकै खायो हिँड्यो यस्तै छ होइन। बाटोमा फेरि अरू अपडेट गर्दै गरौँला। एकदम चिसो पनि भयो होइन, हावा पनि एकदम लाखा है त। बाई बाई। ल साथीहरू ट्याक्क 5 बज्यो है। हामी खाजा खाएको ठाउँ धर्मशाला आइपुग्यौँ। अब आज हामी गुफा फाटमा बस्छौँ कि अब कहाँ बस्छौँ अहिलेसम्म ठेगान भएको छैन। सबै होटलहरू प्याक छ रहेछ, हेर्दै जाउँ। ल साथी हो 5:20 गयो। हामी फेरि बुसको मेला आयौँ। यहाँ बुस्केट मेलामा पनि एकदम प्याक छ अरे बस्नुलाई। अब कहाँ जाने हो एकछिनमा थाहा हुन्छ। 6:30 भयो। बल्ल बल्ल गुफा फाट आइपुग्यो। अब यहाँ होटल पाइन्छ थाहा छैन होइन। अँध्यारोमा बल्ल बल्ल यो गुड मर्निङ। आज डे 3। आज हामी यहाँ गुफा फाटमा आएर बस्यौँ हिजो बेलुका। गुफा फाटको बसाइ चाहिँ एकदमै बिजोग खालको थियो। लाइफमै फर्स्ट टाइमै भन्दा नि हुन्छ यति खालको बिजोग बसाइ चाहिँ। तै पनि बस्न पाइयो, खान पाइयो। अहिले 8 बज्यो। अब हामी यहाँबाट तलतिर लाग्छौँ। अब आज कति कहाँ पुगिन्छ अब अपडेट गर्दै गरौँ ल। र नर्थ एभिसम्म ल अब 1 वर्ष दिन आए पनि हुन्छ। एकदम बिजोक अवस्था छ जतिको। खाना बस्न केही आफूले सोचे जस्तो हुँदैन। 40 जना अट्ने ठाउँमा 60-70 जनासम्म मान्छे राखिरहेको हुन्छन् होइन। त्यही भएर अहिले 1 वर्ष चाहिँ अलि पहिले म्यानेज नहुन्जेल चाहिँ नसोचे नै हुन्छ नर्थ एबिसीको। ल गाइजहरू आज सुसो भनेर म चाहिँ यस्तो छिटो आएँ कि होइन। माथिबाट 40 मिनटमा हामी सन्धि खर्का आइसक्यौँ। यति छिटो हिँडेछ कि जाँदा 1 घन्टा 10 मिनट लाग्थ्यो। आउँदा चाहिँ तुफान आयो केटा र म। हामी 9:14 मा आइपुगेको छौँ यहाँ फुटफुट्टे झर्ना भन्ने। हामीले यहाँ आधी घन्टा जति फोटो खिचेर बस्यौँ। अहिले 40 भइसक्यो। अनि हेर म आधा छिटछिटो हिँडिरहेको छौँ। अनि अब यहाँबाट 9:40 भयो अहिले चाहिँ। अब यहाँबाट हामी अगाडि बढ्दैछौँ। हाम्रो सानो भाइलाई हिँड्दा हिँड्दा यहाँ थका लगाएर रेस्ट गर्दैछ। बाटो चाहिँ यहाँ यस्तो पनि छ है, पहिरो गएको यस्तो ठाउँ होइन।
नमस्ते जस्तो छ है त लडाइँ बस्यो है केटा बस्यो हो त्यो 10 बजेर 55 मिनट गयो झन् 11 बज्न लाग्यो 9:45 मा हिँडेको थियौँ हामी पुट्टै झर्नाबाट अहिले हामी हुमखोला आइपुग्यौँ है त ल 4 बजे हामी ठ्याक्कै बेनी बजार आइपुग्यौँ तातो पानीमा 1 घन्टा नुहाएर अब हामी काठमाडौँ जाने गाडी चढ्छौँ 6 बजे अब यहाँ खाजा खान्छौँ यो बेनी बजार हाम्रो यात्रा पनि अब यहीँ समाप्त हुन्छ